हेलो एभ्रिवान, हजुरहरूलाई थाहा छ यदि तपाईँहरूले चाहिँ अमेरिकामा बिजनेस गर्न चाहनुहुन्छ भने यहाँ चाहिँ तपाईँसँग पैसा हुनु पर्दैन। सुन्दाखेरि अचम्म लाग्यो होला हैन त? हो, यदि तपाईँले अमेरिकामा चाहिँ आफ्नो ड्रिम बिजनेस गर्न चाहनुहुन्छ, आफूले सोचेको जस्तो व्यवसाय गर्न चाहनुहुन्छ भने तपाईँले चाहिँ यहाँ एकदमै लो इन्ट्रेस्टमा, लो ब्याजमा चाहिँ पैसा पाउनुहुन्छ। अमेरिकामा चाहिँ लोन लिँदाखेरि चाहिँ धितो नराखिकन पनि लोन पाउनुहुन्छ, तर तपाईँको क्रेडिट स्कोर चाहिँ राम्रो हुनुपर्छ हैन, र तपाईँलाई बिजनेस गर्न अझै बढी प्रोत्साहन गर्छन् यहाँ अमेरिकन सरकारले चाहिँ हैन। त्यही कुरा नेपालमा हेर्ने हो भने चाहिँ हामीलाई एकदमै थोरै अमाउन्टको लोन लिन पर्यो, 1-2 लाखकै लोन लिन पर्यो भने पनि हामीले चाहिँ धरौटी राख्नुपर्छ, सोर्स फोर्स लाउनुपर्छ हैन। कति धेरै गाह्रो छ नि त नेपालमा हैन। युवाहरूले चाहिँ बिजनेस गरौँ या केही सुरु गरौँ, सानो एउटा मसरुम फार्मै गरौँ, एउटा इक्जाम्पलको लागि लिगौँ हैन, त्यो गरौँ भने पनि कति धेरै गाह्रो छ नेपालमा लोन लिन, जसले गर्दा केही गर्न खोज्ने युवाहरूलाई पनि विदेशी नै बाध्य भइरहेको त्यस्तो छ नि त हाम्रो नेपाली युवाहरू। त्यही भएर अब भन्ने नेपाल सरकारले चाहिँ सस्तो सुलभ ब्याजमा चाहिँ लोन दिएर युवाहरूलाई चाहिँ आफ्नै देशमा चाहिँ बिजनेस गर्न, सानो सानो भए पनि कटेज इन्डस्ट्रीहरू खोल्नलाई चाहिँ प्रेरित गर्नुपर्छ।